नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको नेपाल सांस्कृतिक महासंघ बाँकेले आफ्नो तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको छ। बुधबार बाँकेको कोलपुरमा आयोजित जिल्ला सम्मेलनले नयाँ कार्य समिति समेत चयन गरेको हो। नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व नेपाल सांस्कृतिक महासंघ बाँकेका अध्यक्ष सन्तोष राज पौडेलले गरेका थिए भने विशिष्ट अतिथिमा नेपाल सांस्कृतिक महासंघ केन्द्रीय समिति अध्यक्ष तीर्थ थापा रहेका थिए। सम्मेलनको उद्घाटन कर्म बोल्ने अधिकांश वक्ताहरूले नेपाली कांग्रेस र सांस्कृतिक महासंघको सम्बन्ध निकै गहिरो रहेको बताएका थिए। वक्ताहरूले आफ्ना सम्बोधन कर्ममा पार्टीको गीत मात्र नभएर नेपालका कला संस्कृतिहरूको प्रवर्धन तथा संरक्षण गर्नमा नेपाल सांस्कृतिक महासंघको महत्वपूर्ण भूमिका रहने बताएका थिए। उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेस बाँकेका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद गौडेलले नेपाली कांग्रेसका हरेक गतिविधिमा नेपाल सांस्कृतिक महासंघको भूमिका रहने गरेको बताए। सभापति गौडेलले पार्टीले गरेका काम तथा नेपाली कला संस्कृतिहरूको जगेर्नाका निम्ति नेपाल सांस्कृतिक महासंघको अहम भूमिका रहने भएको हुँदा महासंघलाई बलियो बनाएर लैजानु पर्ने बताए। यसैगरी उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थ थापाले नेपाल सांस्कृतिक महासंघ भनेको गाउने र नाच्ने मात्र नभई सबै कला संस्कृतिलाई समेटेर लैजाने संस्थाको रूपमा बुझ्नुपर्ने बताए। अध्यक्ष थापाले नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने कुनै पनि विधा नेपाल सांस्कृतिक महासंघको सम्पत्तिको रूपमा रहेको बताए। कार्यक्रममा नेपाली कांग्रेस बाँके पार्टी उपसभापति गोपाल प्रसाद अधिकारी र कृष्ण कार्की, नेपाली कांग्रेस बाँके जिल्ला सचिव सुधांशु कोइराला र सञ्जु कुमारी चौधरी, महाधिवेशन प्रतिनिधि तथा कोलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदी, महासमिति सदस्य लुडबहादुर रावत, नेपाल सांस्कृतिक महासंघ केन्द्रीय कोषाध्यक्ष तथा कलाकार राधिका हमाल, नेपाल सांस्कृतिक केन्द्रीय महामन्त्री शिव शंकर प्रसाद रिजाल जोगेन्द्र, नेपाल सांस्कृतिक बाँकेका संस्थापक अध्यक्ष वीरेन्द्र कुमार यादव लगायतले बोलेका थिए। नेपाल सांस्कृतिक महासंघ बाँकेका अध्यक्ष सन्तोष राज पौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको सञ्चालन सचिव शिवदोष साईले गरेका थिए। यसैगरी बुधबार नै आयोजित तेस्रो अधिवेशनले सन्तोष राज पौडेललाई पुनः नेपाल सांस्कृतिक महासंघ बाँकेको अध्यक्षमा निर्वाचित गरेको छ। पौडेलको अध्यक्षताको उपाध्यक्षमा शारदा खतिवडा, सचिवमा मधु पौडेल, सहसचिवमा लवली विष्ट मगर, सदस्यहरूमा इन्द्रबहादुर थापा, ऋतु राणा छेत्री, टक्क बहादुर बम, धर्म बहादुर शाही, बसन्त थारू, जयन्ती कुमारी ओली शाही, खुशी ओली, कित्ता कला जैसी, तीर्था खत्री, खगेन्द्र नेउपाने, रतन बुढा, सौकात शाह, जयरूप मल्ल, शिवदोष शाही रहेका निर्वाचन अधिकृत वीरेन्द्र कुमार यादवले जानकारी दिएका छन्।